हार्ट अफ स्टोरीको यो दोस्रो यात्रामा हामी फेरि जोडिएका छौं। कथाहरूको आफ्नै धड्कन हुन्छ र तपाईहरूले हाम्रो पहिलो कथाको धड्कनलाई जसरी सुन्नुभयो र साथ दिनुभयो त्यसले हामीलाई यो नयाँ कथा खोज्न हौसला दिएको छ। आजको हाम्रो कथाले एउटा गहिरो प्रश्न सोध्छ, साँचो शक्ति के हो? के यो पाखुराको बलमा हुन्छ वा विवेकको शान्तिमा? आउनुहोस्, यही प्रश्नको मुटु छाम्न डुबौं आजको कथामा। कथाको शीर्षक हो साँचो शक्ति। धेरै वर्ष पहिले हिमालको फेदीमा सुवर्णपुर नामको एउटा समृद्ध राज्य थियो। त्यहाँका राजा धर्मपाल आफ्ना 2 छोरा राजकुमार वीर प्रताप र राजकुमार ज्ञानोदयप्रति गर्व गर्थे। तर दुवै राजकुमारको स्वभाव र क्षमता भने आकाश पाताल जस्तै फरक थियो। जेठा राजकुमार वीर प्रतापको पाखुरामा अदम्य शक्ति थियो। उनको तरबारको हरेक चालमा बिजुलीको चमक देखिन्थ्यो र उनको घमण्ड पनि उनको शक्तिको छाया जस्तै थियो। उनको विचारमा हरेक समस्याको समाधान बल र पराक्रम नै थियो। उनलाई लाग्थ्यो संसारको कुनै पनि गाँठु उनको तरबारले फुकाउन सक्छ। त्यसको ठीक विपरीत कान्छा राजकुमार ज्ञानोदय शान्त र गम्भीर स्वभावका थिए। उनको शक्ति तरबारमा होइन, उनको दिमाग र हृदयमा थियो। उनको शक्ति मौनतामा थियो, गहिरो सोचमा थियो। उनी मानिसका आँखामा जीवन पढ्थे र उनीहरूको मौनतामा लुकेका कथाहरू सुन्थे। उनका लागि हरेक नागरिक एउटा जीवित ग्रन्थ थियो। एक दिन सुवर्णपुरमा एउटा कल्पना नगरेको सङ्कट आइलाग्यो। राज्यलाई सिञ्चित गर्ने र जीवन दिने अमृता नदीको सास रोकियो। त्यसको पानी अचानक घट्न थाल्यो। केही हप्तैमै नदी लगभग सुक्यो। खेतका ओठहरू फुटे, बोटबिरुवा ओइलाए र मानिसका अनुहारमा चिन्ताको बादल मडारन थाल्यो। चिन्तित राजा धर्मपालले राजसभामा घोषणा गरे, यो सङ्कटको कारण पत्ता लगाएर जसले अमृता नदीलाई फेरि बगाउन सक्छ त्यही नै सुवर्णपुरको सबैभन्दा योग्य उत्तराधिकारी साबित हुनेछ। यो सुन्दा बित्तिकै राजकुमार वीर प्रताप आफ्नो सिंहासनबाट उठे र गर्जिए, पिताजी, यो पक्कै पनि हाम्रो छिमेकी राज्यको षड्यन्त्र हो। मलाई अनुमति दिनुहोस्, म आफ्नो शक्तिशाली सेना लिएर जान्छु र त्यो बाँधलाई धुलोमा मिलाएर आउँछु। राजाको स्वीकृति पाएर वीर प्रताप हजारौं सैनिक सहित नदीको मुहानतिर लागे। उनी बाटोमा पर्ने पहाडहरूमा अनावश्यक चट्टानहरू फोड्दै गए, गाउँलेहरूलाई सोधपुछ भन्दा बढी हप्काउँदै गए। उनले आफ्नो शक्तिले प्रकृतिको रहस्य खोल्न खोजे। तर हप्तौंसम्म जङ्गल र पहाड चहार्दा पनि उनले न कुनै बाँध भेटे न कुनै शत्रु। उनको तरबार थकियो, उनको घमण्ड झुकियो। अन्तमा राजकुमार वीर प्रताप थकित र पराजित भएर दरबार फर्के। अब सुवर्णपुरको सम्पूर्ण आशा शान्त र मौन रहने राजकुमार ज्ञानोदयको काँधमा टिकेको थियो। राजकुमार वीर प्रतापको असफलतापछि सबैको नजर राजकुमार ज्ञानोदयमा थियो। उनी हजारौं सैनिकको कोलाहल लिएर होइन, बरु केही भूगर्भशास्त्री, अनुभवी किसान र माझीहरूको शान्त समूह लिएर निस्किए। उनले हतार गरेनन्। बाटोमा पर्ने हरेक गाउँमा बसेर उनी त्यहाँका पुराना मानिसहरूसँग नदीको स्वभावबारे सोधपुछ गर्थे। एक वृद्ध माझीले उनलाई भने, राजकुमार, यो नदी रिसाउँदा होइन, दुख्दा आफ्नो बाटो बदल्छे। यो कुराले ज्ञानोदयको मन छोयो। उनले नदीको सुकेको बगर, वरपरका चट्टान र मर्न लागेका बोट बिरुवाहरूको गहिरो अध्ययन गरे। यात्रा गर्दै जाँदा उनी नदीको मुहान नजिकैको एउटा विशाल पहाडमा पुगे, जहाँ केही महिना अघि ठूलो पहिरो गएको थियो। वीर प्रतापले पनि यो देखेका थिए, तर सामान्य पहिरो ठानेर वास्ता गरेका थिएनन्। तर ज्ञानोदय त्यही रोकिए। उनले पहिरो गएको ठाउँ नजिकको माटोको चिसोपन महसुस गरे। त्यहाँ उम्रिएको एक विशेष प्रकारको लेउ देखे र जब उनले कान थापे, उनले जमिन मुनिबाट आइरहेको पानीको मधुरो तर निरन्तरको सङ्गीत सुने। उनले रहस्य पत्ता लगाए। पहिरोले नदीको मुख्य धारलाई थुनिदिएको थियो र पानी बाहिरबाट नदेखिने गरी जमिन मुनिको एउटा विशाल गुफातिर बगिरहेको थियो। उनले बलले पहाड फोड्नुको सट्टा आफ्नो ज्ञान र विवेकको प्रयोग गरे।
उनले स्थानीय गाउँलेहरू र आफ्ना विज्ञहरूको मद्दतले पहिरोको छेउबाट एउटा नयाँ नहर खन्ने योजना बनाए। उनको नेतृत्व आदेशमा होइन, सहकार्यमा थियो। दिनरातको अथक र सामूहिक प्रयासपछि त्यो नहरले जमिनमुनि बगिरहेको पानीलाई फेरि अमृता नदीको पुरानै धारमा फर्काइदियो। पानीको त्यो सानो धारा बिस्तारै एउटा शक्तिशाली प्रवाहमा बदलियो र हेर्दा हेर्दै सुकेको नदी फेरि कलकल गर्दै बग्न थाल्यो। जब राजकुमार ज्ञानोदय सुवर्णपुर फर्किए, सारा राज्यले उनको जय जयकार गर्यो। राजा धर्मपालले उनलाई अँगालो हालेर भने, वीर प्रतापले समस्याको सतह मात्र देखे, तर तिमीले त्यसको जड पत्ता लगायौ। तिमीले प्रमाणित गर्यौ कि साँचो शक्ति पाखुराको बलले होइन, विवेक र धैर्यले परिभाषित गर्छ। आफ्नो भाइको सफलता देखेर वीर प्रतापले भने, आज मैले बुझे भाइ, साँचो शक्ति तोड्नुमा होइन, जोड्नुमा रहेछ। त्यस दिनदेखि दुवै भाइले मिलेर राज्यलाई ज्ञान र शक्तिको सन्तुलनले चलाए, जसले सुवर्णपुरलाई पहिले भन्दा अझै धेरै समृद्ध बनायो। कथाको सन्देश: यो कथाले हामीलाई देखाउँछ कि कुनै पनि समस्याको समाधान केवल शारीरिक बल वा आक्रामकताले मात्र हुँदैन। साँचो शक्ति त धैर्य, गहिरो अवलोकन र ज्ञान र समस्याको जडसम्म पुग्ने विवेकमै लुकेको हुन्छ। जीवनमा आउने चुनौतीहरूलाई बाहिरबाट मात्र हेर्नुको सट्टा त्यसको गहिराइमा पुगेर समाधान खोज्नु नै बुद्धिमानी हो। अन्त्य। तपाईलाई यो कथा कस्तो लाग्यो? आफ्नो विचार हामीलाई बताउनुहोला। हार्ट अफ स्टोरीसँग जोडिरहनुहोला। अर्को कथामा फेरि भेट हुनेछ।